हेलो साथीहरू नमस्कार। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मेरो आज यो फर्स्ट ब्लग भिडियो छ क्या। अब यो म आजको फर्स्ट भिडियोमा तपाईँहरूलाई यस्तो कुरा सिकाउनको लागि आएको छु, यस्तो कुरा कि तपाईँहरूले सोच्न पनि सक्नु हुँदैन क्या। म आज तपाईँहरूलाई एउटा यस्तो टपिक सिकाउनको लागि गइरहेको छु, यस्तो टपिक कि तपाईँहरूले यो टपिकबाट सिकेर चाहिँ आफ्नो लाइफको लागि केही न केही अगाडि चाहिँ बढ्न सक्नुहुन्छ क्या। बट यो टपिक चाहिँ आजको यस्तो टपिक रहेको छ न, तपाईँहरूले चाहिँ जुनसुकै फिल्डमा काम गरिरहेको, जुन काम गरिरहेको भने मतलब छैन क्या। बट आजको टपिक तपाईँहरूले बुझ्नुभयो भने न 100% तपाईँहरू चाहिँ आजदेखि आफ्नो लाइफलाई परिवर्तन गर्दै चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। बुझ्नुभयो नि। अब यस्तो छ कि हेर्नुहोस्, आजको टपिक भन्नुहुन्छ भनेर धेरै तपाईँलाई लाग्छ सानो छ क्या। धेरै सानो सानो कुरामा तपाईँले चाहिँ यस्तो फोकस गरेर चाहिँ अगाडि बढ्नु पऱ्यो न कि तपाईँहरू पनि चाहिँ आफ्नो लाइफको लागि, आफ्नो फ्युचरको लागि केही न केही गर्न सक्नुहुन्छ। बुझ्नुभयो नि। त्यही भएर आजको टपिकलाई बढीभन्दा बढी चाहिँ 5 से 7 मिनट मजा तरिकाले 5 से 10 मिनटसम्म टाइम दिनु होला। हरेक कुरा बुझ्नको प्रयास गर्नु होला कि मैले चाहिँ के बुझाइरहेको छु अनि तपाईँहरू चाहिँ के बुझ्दै हुनुहुन्छ, के बुझेर चाहिँ अगाडि बढ्नु पऱ्यो लाइफमा, के चाहिँ लिएर मनमा अगाडि बढ्नु पऱ्यो, कसरी हामीहरूले चाहिँ सक्सेस हुन सक्नुहुन्छ, सक्सेस हुनको लागि के चाहियो हामीहरूलाई, हरेक कुरा तपाईँहरूलाई चाहिँ आजको म यो टपिकमा कुरा गर्न जाँदैछु। बुझ्नुभयो नि। त्यही भएर आजको टपिक तपाईँहरूको यस्तो रहेको छ, मजा तरिकाले एउटा सानो कुरा पनि चाहिँ नबुझेर अगाडि चाहिँ नबढ्नु होला। बुझ्नुभयो नि। हेर्नुहोस्, आजको टपिक तपाईँहरूलाई यस्तो छ कि तपाईँ चाहिँ आज 10 मिनट अरूको कुरा सुनेर म बुझ्न सक्छु कि दुनियाँमा कुनै पनि यस्तो मान्छे छैन कि अरूको कुरा सुन्न चाहिँ मन पराउँदैन क्या। बट त्यसमा हामीहरूको फाइदा छ भने न सुन्नमा केही नराम्रो छैन। बुझ्नुभयो नि। त्यही भएर आजको तपाईँहरूले टपिक सिक्नु छ, केही कुरा सिक्नु छ, बुझ्नु छ भनेर आज मजा तरिकाले 10 मिनट फ्री छ भने मजा तरिकाले मेरो कुरा चाहिँ 10 मिनटसम्म सुन्नु होला। तपाईँले जुनसुकै फिल्डमा काम गरिरहेको, जुन काम गरिरहेको, जस्तो काम गरिरहेको मतलब छैन। बट आजको तपाईँहरू टपिक सिकेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। बुझ्नुभयो नि। हेर्नुहोस्, आजको टपिक यस्तो रहेको छ न, तपाईँहरूले चाहियो भने आजको टपिक लिएर आफ्नो लाइफलाई, आफ्नो फ्युचरलाई अगाडि बढाउन सक्नुहुन्छ। आफ्नो फ्युचरलाई चाहिँ, आफ्नो करियरलाई चाहिँ के न के गर्नको लायक बनाउन सक्नुहुन्छ। बुझ्नुभयो नि। त्यही भएर यो टपिकलाई मजा तरिकाले हरेक कुरा एउटा सानो सानो क्लिपलाई चाहिँ बुझेर अगाडि बढ्नको प्रयास गर्नु होला। बुझ्नुभयो नि। हेर्नुहोस्, अब म पहिला लेख्छु त चाहिँ तपाईँहरूलाई बुझाउँछु के टपिक रहेको छ भनेर हरेक कुरा चाहिँ लेखेर बुझाउँछु। ठिक छ। 3 स्टेप अफ सक्सेस के छ? 3 स्टेप अफ सक्सेस। तपाईँले चाहिँ 3टा कुरा के चाहियो सक्सेस हुनको लागि, लाइफमा फ्युचरमा साँच्चीकै अगाडि बढ्नको लागि के चाहियो, त्यो कुराको टपिकमा म चाहिँ एउटा सानो भिडियो चाहिँ लिएर आएको छु। बुझ्नुभयो नि। अब म पहिला हरेक कुराको लेख्छु त चाहिँ तपाईँहरूलाई बुझाउँछु। बुझ्नुभयो नि। फर्स्ट स्टेप तपाईँहरूको के चाहियो? इच्छा। फर्स्टमा के छ? डिजायर मतलब डिजायरको नेपालीमा भनेर के भनिन्छ? इच्छा र चाहना। अब तपाईँहरू एउटा कुरा सोच्नुहोस्, तपाईँ चाहिँ जुनसुकै ठाउँमा काम गरिरहेको, जुनसुकै काम गरिरहेको, जस्तो काम गरिरहेको आई डोन्ट नो, त्यो मतलब छैन। बुझ्नुभयो नि। बट तपाईँले चाहिँ त्यो काममाथि कतिको माया गर्दै हुनुहुन्छ, कतिको तपाईँले मन पराउँदै हुनुहुन्छ, तपाईँको कतिको इच्छा छ, तपाईँले त्यो कामबाट कतिको चाहना राख्नुभएको छ, तपाईँले चाहिँ त्यो काममाथि कतिको माया छ, त्यो हरेक कुरामा एउटा मतलब पर्छ। बुझ्नुभयो नि। हेर्नुहोस्, तपाईँले जुनसुकै दुनियाँको कुनै पनि ठाउँमा काम गरिदिन्छु, केही पनि काम गरिरहेको छ भनेर तपाईँको चाहिँ इच्छा हुनु पऱ्यो, तपाईँको एउटा चाहना हुनु पऱ्यो। एउटा तपाईँहरूले भनाइ सुनिरहेको होला कि सक्सेसफुल मान्छेले बाटो खोज्छ भनेर कायर मान्छेले के गर्छ? बहाना गर्छ। बुझ्नुभयो नि। त्यही भएर एउटा तपाईँले सक्सेस बन्नु छ, अगाडि बढ्नु छ, साँच्चीकै तपाईँले लाइफमा केही गर्नु छ भनेर सबैभन्दा मोस्ट इम्पोर्टेन्ट पहिला चाहिँ तपाईँको के हुनु पऱ्यो? एउटा डिजायर, इच्छा चाहिँ हुन जरुरी छ। अब तपाईँले सोच्नुहोस्, एउटा काम तपाईँले कुनै पनि फिल्डमा काम गर्दै हुनुहुन्छ, कुनै पनि फिल्डमा आफ्नो माया गर्दै हुनुहुन्छ, त कुनै पनि फिल्डलाई चाहिँ तपाईँले सोच्नु भएको छ कि म यो फिल्डबाट अगाडि बढ्छु, त कुनै पनि फिल्डलाई तपाईँले मन पराउँदै हुनुहुन्छ कि म यो फिल्डबाट जसरी यो पनि केही न केही गरेर देखाउँछु, त्यो सोच्नु भएको छ। बुझ्नुभयो नि। बट त्यो तपाईँको इच्छा छैन, चाहना छैन, मन छैन, मन पराइरहेको छैन, तपाईँले जबरजस्ती त्यो काम गर्दै हुनुहुन्छ, तपाईँले मतलब अरूको फोर्समा काम गर्दै हुन्छ, तपाईँले चाहिँ त्यो काम अरूको भनेको कुरा सुनेर चाहिँ गर्दै हुन्छ भने त्यो कामबाट तपाईँ कहिले पनि सक्सेस हुन सक्नु हुँदैन क्या। बुझ्नुभयो नि। त्यही भएर तपाईँले चाहिँ कुनै पनि काम गर्दै हुनुहुन्छ भनेर पहिला चाहिँ तपाईँको डिजायर हुनु पऱ्यो, एउटा इच्छा हुनु पऱ्यो, तपाईँको चाहना हुनु पऱ्यो, तपाईँको मन पर्नु पऱ्यो, तब चाहिँ तपाईँले त्यो कामबाट अगाडि बढ्न सक्नुहुन्छ। बुझ्नुभयो नि। किनकि सोच्नुहोस्, अब तपाईँले चाहिँ आफ्नो घरबाट 1 किलोमिटर टाढा जानु छ क्या। अब 1 किलोमिटर टाढा जानको लागि तपाईँले चाहिँ साइकलबाट जानुहोस्, बाइकबाट जानुहोस् या
हिँडेर जानुहोस्। बट तपाईँले चाहिँ जानुपर्छ, तब चाहिँ 1 किलोमिटर चाहिँ पुग्न सक्नुहुन्छ। बुझ्नुभयो नि। अब तपाईँले 1 किलोमिटरको गन्तव्य सोचिहाल्नु भएको छ। अब तपाईँले सोच्नुहुन्छ कि म यहाँ यो ठाउँमा बसेर चाहिँ त्यो पुरा गर्न सक्छु भने हुन्छ? हुँदैन। बुझ्नुभयो नि। त्यही भएर तपाईँले कुनै पनि कुरा सोच्दै हुनुहुन्छ भने त्यो चाहिँ तपाईँको इच्छा हुनु पऱ्यो, चाहना हुनु पऱ्यो, तपाईँको चाहिँ त्यो माथि इन्ट्रेस्टेड हुनु पऱ्यो, तपाईँले चाहिँ त्यो मन पर्नु पऱ्यो। बुझ्नुभयो नि। त्यही भएर तपाईँले कुनै पनि फिल्डलाई काम गर्दै हुनुहुन्छ भनेर तपाईँ चाहिँ आफ्नो मनले गर्नुहोस्, इच्छाले गर्नुहोस्। जबसम्म तपाईँको इच्छा हुँदैन, जबसम्म तपाईँको चाहना हुँदैन, जबसम्म तपाईँ त्यो काममाथि मन पराउँदैन, जबसम्म त्यो कामलाई तपाईँले आफ्नो मनै मुटुदेखि मान्नु हुँदैन, तबसम्म तपाईँ त्यो कामबाट अगाडि बढ्न सक्नु हुँदैन। बुझ्नुभयो नि। अब 2 नम्बरमा के छ? एउटा डिजायर भयो, इच्छा भयो। अब अर्को स्टेप के छ? बिलिभ, माने विश्वास। अब तपाईँ एउटा कुरा सोच्नुहोस्, तपाईँ चाहिँ जुन काम गर्दै हुनुहुन्छ, जुन फिल्डमा हुनुहुन्छ, जुन कामबाट अगाडि बढ्नको बारेमा सोच्नु भएको छ, जुन कामबाट तपाईँले सोच्नु भएको छ कि म सक्सेस भएर देखाउँछु भनेर, त्यो माथि तपाईँको एउटा आफूले आफूलाई बिलिभ चाहिँ हुन जरुरी छ। बुझ्नुभयो नि। अब सोच्नुहोस्, तपाईँ जसरी मैले चाहिँ एक्जाम्पल दिएँ, यहाँबाट तपाईँको कहाँ 1 किलोमिटर टाढा जानु छ भनेर तपाईको चाहिँ आफूमाथि विश्वास हुनु पर्यो कि म त्यहाँ गन्तव्यसम्म म पुग्न सक्छु। म चाहिँ हिँडेर जानुस् या साइकलबाट जानु, म बाइकबाट जान्छु भने पनि म पुग्न सक्छु। त्यो एउटा के हुनु पर्यो? तपाईँको विश्वास चाहिँ हुनु पर्यो। बुझ्नुभयो नि। त्यस्तै तपाईँले पनि कुनै पनि फिल्डमा सक्सेस हुनु छ भनेर तपाईँको चाहिँ आफूमाथि पहिला विश्वास हुनु पर्यो, सेल्फ बिलिभ। आफूमाथि एउटा विश्वास गरेर चाहिँ अगाडि बढ्नु पर्यो। यो होइन कि अब तपाईँले कुनै पनि काम अरूको कुरा सुनेर मोटिभेट भएर, त्यस्तो होइन क्या। तपाईको चाहिँ आफूमाथि विश्वास हुनु पर्यो कि यत्रो जना लाइफ बनाएको छ भनेर म पनि आफ्नो लाइफ बनाउन सक्छु, म आफ्नो फ्युचर बनाउन सक्छु, म पनि आफ्नो करियरलाई अगाडि बढाउन सक्छु। त्यो एउटा के हुनु पर्यो? तपाईँको आफ्नो विश्वास हुनु पर्यो। बुझ्नुभयो नि। अब सोच्नुहोस्, तपाईँले चाहिँ काम गर्दै हुनुहुन्छ, त्यो माथि तपाईँको विश्वासै छैन, तपाईँको त्यो कामबाट लागिरहेको छैन म सक्सेस हुन सक्छु भनेर, तपाईँलाई लाग्छ कि सक्सेस हुन सक्नुहुन्छ? हुँदैन क्या। फर इक्जाम्पल, म एउटा काम गर्दै थिएँ, पहिला मिठाई बनाउन काम गर्दै थिएँ, मिठाई पसलमा क्या। अब मलाई थाहा थियो कि म मिठाई लाइनको हेड मास्टर जुन हुन्छ त्यो म बनेर देखाउँछु भनेर म एक न एक दिन हेड मास्टरसम्म जरुर पुग्छु क्या। त्यस्तै तपाईँले कुनै पनि फिल्डमा अब लिडर बन्नु छ भनेर, लिडर जस्तो तपाईँले एउटा मनमा विश्वास हुनु पर्यो कि म पनि एक न एक दिन लिडर बनेर देखाउँछु, म पनि एक न एक दिन सबैको जुन मनपर्ने र्याङ्क हुन्छ, सबैको एउटा ड्रिम र्याङ्क हुन्छ, चाहना हुन्छ, त्यो चाहिँ म एक न एक दिन पुरा गरेर देखाउँछु। त्यो एउटा तपाईँले आफूमाथि के हुनु पर्यो? विश्वास चाहिँ हुनु पर्यो। बुझ्नुभयो नि। जसरी फर इक्जाम्पल सानो क्लिपमा म दिँदैछु क्या। जसरी मैले चाहिँ तपाईँलाई आज यो टपिक सिकाउँदैछु भनेर मलाई चाहिँ यो विश्वास छ कि म यो टपिकलाई चाहिँ दिन सक्छु, म यो टपिकबाट अगाडि बढ्न सक्छु, म यो टपिकबाट 10 मिनट केही कुरा बोलेर चाहिँ कसै न कसैको लाइफलाई चाहिँ चेन्ज गर्न सक्छु। मेरो दुईवटा कुरा सुनेर चाहिँ आफ्नो लाइफलाई, आफ्नो फ्युचरलाई अगाडि बढाउँछ भने त्यो नराम्रो छैन क्या। बुझ्नुभयो नि। त्यही भएर तपाईँले चाहिँ कुनै पनि काम गर्दै हुनुहुन्छ भनेर सुरुदेखि अन्तसम्म खोज्नुहोस्, सुरुदेखि अन्तसम्म हरेक कुराको बारेमा खोज गर्नुहोस्, प्रयास गर्नुहोस्, हरेक कुरालाई खोज्नुहोस्। बट त्यो माथि तपाईँको चाहिँ एउटा विश्वास चाहिँ हुनु पर्यो कि मैले यो काम गर्यो भने म आफ्नो लाइफलाई बदल्न सक्छु, म आफ्नो फ्युचरलाई केही न केही राम्रो बेटर बनाउन सक्छु भनेर त्यो एउटा के हुन जरुरी छ? विश्वास चाहिँ हुन जरुरी छ। बुझ्नुभयो नि। अब यो होइन कि तपाईँले चाहिँ कुनै पनि काम गर्दै हुन्छ, त्यो माथि तपाईँको विश्वासै छैन, आफूमाथि डाउट छ कि म गर्न सक्छु कि सक्दैन, म यहाँबाट अगाडि बढ्न सक्छु कि सक्दैन, म यो फिल्डबाट साँच्ची कि आफ्नो लाइफलाई परिवर्तन गर्न सक्छु कि सक्दैन, कि म यो फिल्डबाट म आफ्नो फ्यामिलीलाई, म आफ्नो घर परिवारलाई हरेकजनाले चाहिँ खुसी राख्न सक्दैन भनेर तपाईँ चाहिँ लाइफमा सक्सेस हुन सक्नु हुँदैन। बुझ्नुभयो नि। त्यही भएर तपाईँले चाहिँ काम गर्दै हुनुहुन्छ भने एउटा विश्वासको साथमा गर्नुहोस् कि मैले चाहिँ यो ठाउँबाट गर्न सक्छु, म चाहिँ यो ठाउँबाट अगाडि बढ्न सक्छु, म चाहिँ यो ठाउँबाट आफ्नो फ्युचर बनाउन सक्छु भनेर एउटा के हुनु पर्यो? तपाईँको आफूमाथि विश्वास चाहिँ हुनु पर्यो। बुझ्नुभयो नि। हेर्नुहोस्, यो विश्वास भनेको चिज यस्तो छ न, दुनियाँमा मान्छेले चाहिँ थाहा छ तपाईँले चाँदमा पनि पुगेको छ मान्छे, किन? एउटा विश्वास थियो उहाँसँग कि म चाहिँ यो चाँदमा पुग्न सक्छु। दुनियाँमा मान्छेले चाहिँ एकचोटि के प्लेन उडाउँदै थियो, त्यो मान्छेले चाहिँ भन्दै थियो मान्छे चाहिँ पागल भइहालेको छ क्या, यो प्लेन पनि हावामा उड्न सक्छ, यत्रो भारी चिज चाहिँ हावामा उडेर चाहिँ हिँड्न सक्छ, मान्छेले चाहिँ पागल भन्दै थियो त्यो मान्छेले। बुझ्नुभयो नि। बट त्यो मान्छेसँग एउटा विश्वास थियो कि म गर्न सक्छु, म प्लेनलाई चाहिँ हावामा उडाउन सक्छु, म यत्रो मतलब भाली चाहिँ लोहालाई चाहिँ पनि म हावा उडाउन सक्छु भने एउटा के थियो? उसको विश्वास चाहिँ थियो। बुझ्नुभयो नि। विश्वास थियो तब चाहिँ अगाडि बढ्यो। अहिले उडिरहेको छ कि छैन? प्लेन उडिरहेको छ। बुझ्नुभयो नि। अहिले चाहिँ सोच्नुहोस्,
के भइरहेको छैन, एउटा विश्वासको कारणले मान्छे चाहिँ चाँदमा गयो कि गएन, गयो। चाँदमा घर बनायो कि बनाएन, बनाए। के को कारणले? एउटा विश्वास थियो कि यो म गर्न सक्छु भनेर। बुझ्नुभयो नि? त्यही भएर तपाईँले पनि जुनसुकै फिल्डमा काम गर्दै हुन्छ, जुन काम गर्दै हुनुहुन्छ भनेर एउटा तपाईँको चाहिँ विश्वास हुन जरुरी छ कि म यो गर्न सक्छु, म यो ठाउँबाट अगाडि बढ्न सक्छु, म यो फिल्डलाई माया गर्छु, म यो फिल्डबाट जसरी पनि म केही न केही गरेर देखाउँछु भने एउटा विश्वास चाहिँ हुन जरुरी छ। बुझ्नुभयो नि? अब लास्ट स्टेप छ, यो मजा तरिका ध्यान दिएर चाहिँ सुन्नु होला, ठिक छ? त्यसपछि लास्ट स्टेप के छ? फोकस एन्ड एक्सन। अब जसरी तपाईँको डिजायर भयो, इच्छा भयो, चाहना भयो, तपाईँले त्यो काम गर्न चाहनुहुन्छ, त्यो कामबाट अगाडि बढ्न चाहनुहुन्छ, तपाईँको चाहिँ बिलिभ पनि छ म यो गर्न सक्छु, म यो ठाउँबाट अगाडि बढ्न सक्छु। बट त्यसपछि चाहिँ के हुनु पर्यो? फोकस एन्ड एक्सन। अब एउटा कुरा सोच्नुहोस्, मैले यो सोचिरहेको छु कि म एउटा भिडियो बनाउँछु। अब यत्तिकै म मोबाइलको क्यामेरा स्टार्ट गरेर यो त भिडियो बन्दैन। भिडियो बनाउनको लागि के गर्नु पर्यो? क्यामेरा स्टार्ट गरेर चाहिँ त्यसलाई चाहिँ अन पनि गर्नु पर्यो, तब चाहिँ के हुन्छ? एउटा भिडियो चाहिँ बन्छ। त्यो एउटा के भयो? मैले एउटा फोकस पनि गरेँ, एक्सनमा पनि लिएँ। बुझ्नुभयो नि? अब जसरी तपाईँले यो पेन छ क्या, अब यो पेनलाई मैले यसरी हेरेर सोच्छु म यो चलाउन सक्छु भने चल्छ, कहिले पनि यो चल्छ? चल्दैन। बुझ्नुभयो नि? अब यसलाई मैले खोलेर यसलाई यसरी चलाउँछु भने चल्छ कि चल्दैन? चल्छ। बुझ्नुभयो नि? त्यो एउटा के छ? फोकस एन्ड एक्सन। तपाईँले चाहिँ जुन काम गर्दै हुन्छ त्यो माथि एउटा फोकस हुनु पर्यो, त्यसलाई चाहिँ एक्सनमा लिनु पर्यो। अब एक्सनमा कसरी लिने? जस्तै तपाईँले चाहिँ तिर्खा लागेको छ मान्नुहोस्, अब तिर्खा लागेको छ भनेर पानी हेरेर चाहिँ तपाईँको प्यास मेटाउन सक्दैन। बुझ्नुभयो नि? त्यस्तै एउटा के छ? तपाईँले चाहिँ एक्सनमा लिनु पर्यो, तपाईँले हिँडेर जानु पर्यो त्यो पानी खानको लागि। यो होइन कि तपाईँले चाहिँ पानी आउँछ त्यस्तो होइन। बुझ्नुभयो नि? तपाईँले चाहिँ जुनसुकै काम गर्दै हुनुहुन्छ, जसरी तपाईँले सोच्नुहोस् तपाईँले लाइफमा चाहिँ सक्सेस हुन छ, तपाईँ चाहिँ लाइफमा केही गर्न चाहनुहुन्छ, तपाईँले चाहिँ आफ्नो फ्युचरलाई बदल्न चाहनुहुन्छ भनेर त्यो हिसाबले तपाईँलाई एउटा के हुनु पर्यो? एक्सनमा त्यो कामलाई लिनु पर्यो, एक्सनमा लिएर चाहिँ अगाडि बढ्नु पर्यो। अब के गर्ने, कसरी गर्ने, कुन तरिकाले गर्ने, त्यो एउटा चाहिँ एक्सनमा लिएर चाहिँ अगाडि बढ्नु पर्यो। बुझ्नुभयो नि? अब तपाईँले चाहिँ सोच्नुहोस्, जुन मान्छेले चाहिँ चाँदमा चढेको छ त्यो मान्छेले अहिलेसम्म चाहिँ एक्सन नलिएको भए चाँदमा मान्छे चढ्न सक्नुहुन्थ्यो? हुँदैन। बुझ्नुभयो नि? त्यो एउटा मान्छेले के गरेको छ? एक्सनमा त्यो कामलाई लिएको छ, रियालिटीमा सोचेको छ कि म गर्न सक्छु, म चाहिँ चाँदमा चढ्न सक्छु भनेर एउटा एक्सनमा लिएर अगाडि बढ्नु भएको छ। बुझ्नुभयो नि? त्यस्तो सोच्नुहोस्, यो दुनियाँमा लाइट पनि जलिरहेको छ। कुनै दिन मान्छेले भनिरहेको थियो दुनियाँमा बौला भएको छ, मान्छे लाइट जल्न सक्छ, बट उहाँले पहिले सोचे, तब चाहिँ त्यो कामलाई के लिए? कामप्रति माया गरेर एउटा एक्सनमा लिए, म यो गर्न सक्छु, म गरेर चाहिँ अगाडि बढ्न सक्छु। फोकस एन्ड एक्सन। तपाईँले जुनसुकै काम गर्दै हुनुहुन्छ भने पहिला चाहिँ फोकस हुनु पर्यो कि म चाहिँ के गरिरहेको छु, मलाई के गर्नु छ, मलाई कसरी गर्नु छ, मलाई कुन तरिकाले गर्नु छ, मैले कुन तरिकाले गरियो भने हुनसक्छ, मैले कसरी अगाडि बढ्छु भने बढ्न सक्छु। त्यो एउटा तपाईँको एउटा के हुनु पर्यो? फोकस हुनु पर्यो। अब फोकस त भयो, अब एक्सनमा कसरी लिने? अब जुन काम गर्न चाहनुहुन्छ त्योलाई कन्टिन्यू गर्ने। कसरी गर्ने? कन्टिन्यू, बी कन्टिन्यू। हेर्नुहोस्, दुनियाँमा यस्तो कुनै पनि काम छैन कि तपाईँले चाहियो भने एक दिनमा सक्सेस हुन सक्नुहुन्छ भने, यस्तो काम छैन क्या। बुझ्नुभयो नि? काम चाहिँ यस्तो गर्नुहोस्, मैले जुन काम गर्दैछु फोकस गरेर गर्छु, सफल हो नहो मतलब छैन, बट त्यो काममाथि म माया गर्छु, एक्सनमा लिएर चाहिँ अगाडि बढ्छु, बट एक न एक दिन म सक्सेस भएर देखाउँछु। बुझ्नुभयो नि? त्यस्तो माइन्डसेटले एउटा काम गर्नुहुन्छ भने अगाडि बढ्न सक्नुहुन्छ मजा तरिकाले। बुझ्नुभयो नि? त्यही भएर कुनै पनि काम गर्दै हुनुहुन्छ भनेर फोकसको साथमा एक्सनमा लिएर चाहिँ त्यो कामलाई अगाडि बढाउनु पर्यो। बुझ्नुभयो नि? अब कुनै पनि कामलाई तपाईँले मात्र फोकस गर्दै हुनुहुन्छ, एक्सनमा लिइरहेको छैन भने कुनै पनि हुनेवाला छैन। जस्तै तपाईँले सोच्नुहोस्, मैले फेरि भनेको थियो 1 किलोमिटर तपाईँलाई हिँड्नु छ भनेर, 1 किलोमिटर अगाडि चाहिँ तपाईँले कसैले कल गरेर बोलाउनु भएको छ भनेर मात्र सोचेर मात्र फोकस गरेर त्यहाँसम्म पुग्न सक्नुहुन्छ? सक्नु हुँदैन। बुझ्नुभयो नि? बट त्यही माथि तपाईँले एउटा के लिनु पर्यो? एक्सन लिनु पर्यो कि मलाई जानु छ भनेर म बाइक लिएर या हिँडेर या यत्तिको खुस्काएर मतलब हिँडेर चाहिँ जान सक्छु, चाहे साइकल लिएर, चाहे बसमा, चाहे टेम्पोमा, जसरी पनि म एउटा एक्सनमा लिएर जान्छु। बुझ्नुभयो नि? त्यसले चाहिँ के भन्छ? एउटा एक्सन भनिन्छ। बुझ्नुभयो? हेर्नुहोस्, तपाईँले साँच्चीको लाइफमा सक्सेस हुन छ, तपाईँको लाइफमा साँच्चीकै अगाडि बढ्नु छ भनेर यो त आजको मेरो फर्स्ट भिडियो थियो। बट हेर्नुहोस्, मान्छेको चाहिँ चेहरा हेरेर चाहिँ जज नगर्नु होला कि भित्रमा माइन्ड कति छ, भित्रमा नलेज कति छ, त्यो कुरा चाहिँ हेरेर चाहिँ जज नगर्नु होला। बुझ्नुभयो नि? एउटा भनाइ छ क्या, समुद्रलाई हेरेर चाहिँ जज गर्नु पर्दैन कि समुद्रको भित्रको गहराई कति छ भनेर, त्यो कहिले पनि जज गर्नु पर्दैन। बुझ्नुभयो नि?
तपाईँले साँच्चीको लाइफमा अगाडि बढ्नु छ, तपाईँले चाहिँ साँच्चीको लाइफमा केही गर्न चाहनुहुन्छ भनेर यो मेरो फर्स्ट भिडियो छ, त्यो चाहिँ नसोचेर सोच्नुहोस् म चाहिँ तपाईँलाई डेली एउटा नयाँ नयाँ टपिकमा यस्तो यस्तो कुरा सिकाउँछु न, तपाईँले चाहिँ साँच्चीको लाइफमा अगाडि बढ्नमा धेरै चाहिँ काम आउँछ। बुझ्नुभयो नि? ठिकै छ, भिडियो पनि धेरै ठुलो भइहाल्यो, त्यही भएर चाहिँ म बढी टाइम लगाउन चाहिँदैन। आजको भिडियो चाहिँ यति मात्र थियो, 3 स्टेप अफ सक्सेस। अब के थियो? फर्स्टमा थियो डिजायर, इच्छा एन्ड चाहना। सेकेन्डमा के थियो? बिलिभ, तपाईँको विश्वास हुनु पऱ्यो। थर्डमा के थियो? फोकस एन्ड एक्सन, तपाईँले त्यो काममाथि फोकस गरेर कन्टिन्यू गर्नु पऱ्यो, त्यो काममाथि चाहिँ अगाडि बढ्नु पऱ्यो। बुझ्नुभयो नि? ठिक छ, म आजको यो भिडियो चाहिँ यही खतम गर्छु। अनि तपाईँहरूलाई मजा तरिकाले अगाडि बढ्नु छ भने सब्सक्राइब गर्नुहोस्। 15 मिनटको बोलेको कुरामा तपाईँहरूले अलिकति पनि राम्रो लागेको छ भने सब्सक्राइब गरेर अलिकति मलाई पनि सपोर्ट गर्नुहोस् कि अगाडि बढ्नमा मलाई पनि कुनै पनि अरू भिडियो बनाउन चाहिँ मन जाओस्। बुझ्नुभयो नि? ल बाई।